गुड मर्निङ। अहिले चाहिँ बिहानको 7 बजेको छ र राति चाहिँ आज दरै हिउँ परेछ। यो वर्षको हिउँ चाहिँ सुरुवात भइसकेको थिएन, अलिअलि परे तापनि आजदेखि चाहिँ अलिकति हिउँ धेरै नै परेको देख्न सकिन्छ। एकदम बाटोभरि हिउँ भएछ। यहाँनिर सानो सानो मसिनो अहिले पनि आइरहेछ। आजबाट मेरो चाहिँ नाइट सिफ्ट भएकोले गर्दा अहिले चाहिँ बिहान म यहाँ खाजा खानुलाई जाने बेलामा यस्तो हिउँ परिरहेको रहेछ। बिहानको 7 बजे पनि पुरै अन्धकार छ। अहिले चाहिँ हाम्रो कम्पनीबाट चाहिँ यहाँ खाना सिक्ताङ आइपुग्नुको लागि लगभग 500 मिनट लाग्छ। अहिले चाहिँ लगभग म यहाँ सिक्ताङ आइपुग्नु लागेँ। देख्न सक्नुहुन्छ हिउँ सानो सानो परिरहेछ अझै पनि। यतिखेर अलिक जाडो चाहिँ कम हुन्छ हिउँ परिरहेको बेलामा चाहिँ, तर हिउँ परिन रोकियो भने चाहिँ अनि त्यस पछाडि बल्ल चिसो अलिक धेरै बढ्ने सम्भावना हुन्छ र आजबाट सायद अब चिसो अझै धेरै बढ्नेछ। कोरियामा चाहिँ धेरै ठाउँहरूमा त परिसकेको थियो, यता चाहिँ अब अलिकति परिरहेको थिएन। आजबाट अलिक धेरै परिरहेको छ। यो चाहिँ हामी खाना खाने सिक्ताङ, यो चाहिँ हेङबोक फुडु कम्पनीको कन्ट्र्याक्ट चाहिँ यहाँ यो रेस्टुरेन्टमा चाहिँ दिएको हुन्छ र हाम्रो यहाँ चाहिँ हामी खाना आउने गर्दछौँ। यो चाहिँ हामीले खाना हो। यहाँ चाहिँ सिग्नेचर गरेर किचन छ कि यसरी राखिदिएको हुन्छ। अन्डाहरू, ब्रेडहरू यहाँ चाहिँ आफै बनाउनु पर्ने हुन्छ। अब अहिले चाहिँ म 3टा अन्डाहरू गर्दैछु। अहिले चाहिँ खाजा अब बिहानको यो सुप चाहिँ खाजा खाएर म हाम्रो यहाँको कफी खाएर अब चाहिँ लिएर म निस्किँदैछु। 7 बजेर अहिले 30 मिनट जान लागिसक्यो, तर पनि अझै राम्रोसँग उज्यालो भइसकेको छैन। यो चाहिँ हाम्रो सियु कोरियामा धेरै छ। यो चाहिँ हरेक ठाउँमा प्राय हुने गर्दछ मार्केट।